बौद्धतिर हाम्रो चाहिँ काम धमाधम भइरहेको छ। यो कोलमहरू हामीले चाहिँ अब फाइनली 12वटा पनि अब सकिसकेका छौँ। अनि यो आयो आयो अझै राम्रो हुन्छ होइन, माथि ट्याक्क राख्ने। नमस्ते झोरे तासिदोले स्याहारो लासो फुकुला माया तपाईँलाई सबै खुला। आज चाहिँ त्यही म यता बौद्धतिर छु है। बौद्धतिर हाम्रो चाहिँ काम धमाधम भइरहेको छ। यो कोलमहरू हामीले चाहिँ अब फाइनली 12वटा पनि अब सकिसकेका छौँ। अनि यतातिर यो कोलममा पानीको लागि चाहिँ क्युटिङ अब यो बोरा जुटको बोरा राखेपछि चाहिँ अलिक राम्रोसँग हुन्छ। माथि यो जुटको बोरा चाहिँ मजाले भिज्यो भने होइन, त्यसबाट चाहिँ सर र होइन मजाले रसिन्छ भनेर चाहिँ हामीले यसरी जुटको बोरा नि राखिसकेका छौँ होइन। अनि यता 4वटा चाहिँ यो भित्र लाइन चाहिँ पुरा अब अहिले खोल्न बाँकी रहेछ। अब 24-25 घन्टा भइसकेको छ। अनि हाम्रो यता वालको कामहरू धमाधम भइरहेको छ अहिले। पच्चिसको त निकै गाह्रो भइहाल्छ नि। आयो आयो अझै आउँदा हुन्छ होइन, यही माथि ट्याक्क राख्ने। चिनेकै भर्खर हो। बौद्धतिर थियो, अहिले चाहिँ म यता भक्तपुरतिर आइसकेको छु। हेर्न सक्नुहुन्छ होइन, यस्तै छ। यता अब ढलान पनि भइसकेको छ। स्याटो लाएर भाइहरूले त्यसले नगरी सकेछन् होइन, ढलान सेलान झापा लाएर ठिक छ। यस्तै छ ल। यता पिलर पनि एकदम बाँध्दै हुन्छ ल। ढलान पनि ढलान गरी होइन, एकदम मेहनती हुनुहुन्छ साथीहरू। कति वर्ष हो तपाईँ? म 69 नै हो। 69 वर्षको बुवाले नै यस्तो तन्दुरुस्त अब होइन। यी अब जहिले के खानुहुन्छ भन्दाखेरि ढिँडो र अब के अरे ढिँडो र सिस्नो र ढिँडोको ज्यान हेर्नु एकदम गुन्द्रुक ढिँडो पावर 24 आवर भने जस्तो चाहिँ अब यसरी लागिरहनु भएको छ। 69 वर्षको उमेरको बुवा होइन, यसरी खट्नु त यो त के अरे चमत्कार, यो त जादु भए जस्तो हो। यो ट्याङ्की ढलान त लगभग 1-2 घन्टाको अगाडितिर भइसकेको छ। ट्याङ्की ढलान होइन, ट्याक्क फिनिसिङ भएर यो अब साइडहरूको सबै अब पिलरहरू बुनिसकेको छ। तर अब यो पिलर अब गर्नु फिक्स गर्नु अब भन्दा अगाडि चाहिँ हामीले माटो हाल्नुपर्ने छ। त अब यो खाल्डोतिर पिलर चाहिँ अब बुनिरहेको छ अब साथीहरूले होइन, ट्याक्क लाएर। अब यत्रो यी खाल्डो यहाँ त अब के अरे लगभग अब तपाईँको टिप्परको हिसाबले गर्ने हो भने अब तपाईँको 15 टिप्पर त अब के अरे माटो यही खाल्डोमा जाला। अनि यो खाल्डो अब यो सँगसँगै यो खाल्डो यो सँगसँगै यो खाल्डो होइन, कति जाला होइन। माटो त भन्न सकिने एकदम यसलाई त अब लेयर गरेर हाल्नुपर्ने हुन्छ। एकैचोटि माटो हाल्दा पनि अब यो वाल छेउतिर वाल अब धक्का जान्ने सम्भावना हुन्छ नि। त्यो कारणले एकदम विचार गरेर ध्यान दिएर लेयर तरिकाले होइन ठ्याक्क अब आज आधी हाफ हाल्ने, भोलि हाफ हाल्ने, त्यसरी गरेर जानुपर्ने छ। यता यस्तो डाउन छ होइन, यो 0 साइड डाउन छ। यो त तपाईँको 12 लगभग 14 फिट डाउन छ यता तल त।
यो देखिएको साइडतिर यस्तै छ साथीहरू। ल काम चलिरहेको छ होइन, कहिले कता त्यही भएर अब यो भिडियो बनाउन पनि एकदम अब के अरे कहिले काहीँ गाह्रो पनि हुने। अब एउटा साइडको भिडियो बनाउन भनेर सोचिरहेको, अब अर्को साइडतिर हिँड्नुपर्ने हुन्छ होइन, त्यो कारणले गाह्रो हुन्छ। साथीहरू अब आजको भिडियो यति नै होइन, अब नेक्स्ट भिडियोमा भेटौँला होइन। अब आजको अब यति नै छ, यस्तै छ कामहरू गरेको, नेक्स्ट भिडियोमा भेटौँला।